हेलो मित्रहरू, लाइक गरिदिनुहोस्, शेयरिङ गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। तपाईहरुले मनोरञ्जन लिनुहोस्। अब तपाईलाई अर्को ग्रुपमा लैजाँदैछु। मित्रहरू मनोरञ्जन लिनु होला। अब माथिल्लो सिरानी लाइनमा तपाईलाई लैजाँदैछु है। हाम्रो याक्थुङ संस्कारमा जपक्कै सुनमाया सुने गरगहना यस्तो हुन्छ है। हाम्रो याक्थुङ संस्कारमा छोरीचेली लाउने गरगहनाहरू। मेरो फेसबुक लाइभमा तपाईलाई स्वागत छ। अनि आज यो तङसुङ तङनाम त्रिशाली पूजा मेलाको अवसरमा यो मेला कस्तो लागिरहेछ तपाईहरुलाई? राम्रो लागिरहेछ। अनि आज र भोलि पनि लाग्छ नि मेला। अनि आज आएर सकाउनु भएको कि भोलि पनि आउनुहुन्छ? भोलि पनि आउनुहुन्छ। हजुर कहाँबाट आउनुभएको तपाईहरु? अनि अब तपाईले यो तङसुङ तङनाम त्रिशाली पूजा मेलाको अवसरमा यो भव्य मेला लागिरहेछ आज र भोलि। यो लाइभ फेसबुक मार्फत आफ्नो साथी सङ्गीहरूलाई देश विदेश स्वदेशमा रहनुभएकाहरूले के सन्देश दिन चाहनुहुन्छ?
हजुर हजुर तपाईँहरूलाई त्रिशाली आउनुभएको यसपालि मात्र कि अगाडि पनि आउनु भएको थियो ए पहिलाको त्रिशाली र यसपालिको त्रिशालीमा के फरक देख्नुभयो तपाईँहरूले हजुर ए धान नाच बढी थियो हजुर अनि यो त्रिशाली यासोकमा आउनको लागि हिँडेर आउनुभयो कि गाडीमा आउनुभयो अटोमा आएको पहिला चाहिँ हिँडेर आउनुहुन्थ्यो कि अनि कति फरक पाउनुभयो त 3 घण्टाको बाटो अनि यसपालि चाहिँ तपाईँले के फरक पाउनुभयो त त्यसो भने यातायातको सुविधा पुग्यो अनि अहिले पनि तपाईँको अटोबाट जान नि सकियो बाइकमा जान सकियो कति मजा है ओहो चाम्रे र आलुचना बोकेर आउनुहुन्थ्यो ए ल थ्याङ्क यू समय दिनु भएकोमा ल यसपालिको त्रिशालीमा धान नाचको प्रोग्राम बढी भइराखेको छ भन्ने हाम्रो महानुभावहरूले दिदीहरूले पनि भन्नुभयो र उहाँहरूले बढी थाहा नभएको मात्रै हो तल गोल्ड कप पनि भइरहेछ फुटबल मिनी मेला अब अहिले बेलुका तपाईँहरूलाई त्यहाँ साङ्गीतिक कार्यक्रम हुँदैछ श्री प्रमोद खरेलज्यू वरिष्ठ गायकको प्रस्तुति रहनेछ तपाईँहरूलाई भरे त्यहाँ देखाउनेछु अब यहाँ के रमाइला दृश्यहरू देखाएर तपाईँहरूलाई तल मिनी मेलातिर लैजानेछु धैर्य गर्नु होला यसपालिको तङसुङ तङनाम त्रिशाली पूजा मेला धेरै रमाइलो
हेलो मित्रहरू, लाइक गरिदिनुहोस्, सेयरिङ गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। तपाईँहरूले मनोरञ्जन लिनुहोस्। देखि तपाईको